आज चाहिँ हामी कमल पोखरी घुम्न गएको है। अनि कमल पोखरी एकदम राम्रो रहेछ साथीहरू। गुड मर्निङ साथीहरू। म चाहिँ उठेँ है। अब उठेर चाहिँ के गर्ने भन्दाखेरि अब घाम लागिसकेको थियो। म उठ्दाखेरि लुगाहरू सबै उतापट्टि बाहिर राखेको थियो, त्यो टिपेर अब बाहिर लगेर सुकाउनु पर्यो भने बाहिर लगेर सुकाउनको लागि सबै लुगा टिप्दैछु। यतिखेर लुगा झऱ्यो, फेरि टिपेँ मैले। अब चाहिँ बाहिर लगेर सुकाउनु पर्यो भने बाहिर लगेँ। बाहिर लगेर लुगा सुकाएँ। घाम मजाले घाम लागिसकेको रहेछ। आज म ढिलो उठेँ कि हिजो ढिलो सुतेको, अनि आज ढिलै उठ्यो। अनि त्यसपछि लुगासुगा सुकाएँ। आज चाहिँ हामी कमल पोखरी घुम्न जाने भनेर हिजोदेखिबाटकै प्लान थियो। अब चाहिँ घुम्न जानुपर्छ भने लुगासुगा उठाएँ। अनि घर कसारहरू सबै गरेँ, घरसर सफा गरेँ। सफा गरिसकेपछि अब के गर्ने त है। अब सबैतिर फोहोरै फोहोर रहेछ। सफा त दिनकै गर्थेँ, त्यही पनि फोहोर भयो। छिटो सफा गर्छु आज भनेर नुहाउन गएँ। नुहाएर आएँ। नुहाएर आएपछि अब कपाल चिसो भयो, पानीसानी पुछेँ। अनि पानी पुछिसकेपछि अब के गर्ने त भन्यो, कपाल चिसै भयो, घुम्न जाने बेला भयो, अब कपाल सुकाउनु पर्यो भने कपाल सपाल सुकाएँ। कपाल सुकाउने कुरा नि दिदीको मागेर लिएर आएको, आफ्नो थिएन। अनि कपाल सुकाउने कुरा ल्याएर सुकाएँ। कपाल सुकाएर अब जान पर्यो भने रेडी हुनलाई मैले चाहिँ अब चाहिँ कपाल सपाल सुकाएँ, सबै गरेँ। त्यसपछि अब क्रिम त लाउनै पर्यो केटी मान्छे भएपछि है। अनि अलिअलि क्रिम नै दलेँ, त्यस्तो धेरै क्रिम त दल्दिनँ हो, अलिअलि मात्रै हो। अब जे भयो नि केटी मान्छेको सो हो त्यो भने हल्का अब क्रिम त दलिहाल्छ। अलिअलि क्रिम दलेँ। अब छिटो जानु पर्यो, पानीसानी परेको थियो, ढिलो हुन्छ भनेर हतार छिटो क्रिम सिरिम दलेँ। अब चाहिँ निस्किन पर्छ भनेर क्रिम दली भ्याइसकेपछि चाहिँ अब रेडी भएर म निस्केको ढोका लगाएको सक्दै सकेन, बल्ल लाग्यो। त्यसपछि अब निस्केँ। अब जानु पर्यो भने अब पानी नि रोकिया रहेछ, ठिक्क निस्किने बेलामा खुब राम्रो भयो। त्यसपछि जाँदाखेरि हामी फाइनल्ली कमल पोखरी पुग्यौँ। कमल पोखरी पुगेको हेर्नु, यति राम्रो छ कमल पोखरी। तपाईँहरू सबैजना जानु होला। कमल पोखरी चाहिँ एकदम राम्रो छ, मलाई चाहिँ एकदम राम्रो लाग्यो। आज चाहिँ अब पानी पनि नपरेको, घाम पनि नलागेको, पानी परेर नि पानी रोकिसक्यो। त्यही भएर एकदम राम्रो भ्यू देखाएको थियो क्या कमल पोखरीमा चाहिँ। अब घाम लाग्दा चाहिँ के कस्तो हुन्छ त्यो त थाहा भएन, तर राम्रो एकदम मलाई चाहिँ मन पर्यो, बस्न आनन्द। अब के गर्ने भनेर फर्क्यौँ एकछिन घुमेर। त्यसपछि भोक लाग्यो। अब भोक लागेपछि मोमोसँग खायौँ। मोमो खाएपछि अब के गर्ने त, अब मोमो खाएपछि हामी घर आयौँ। आजको मिनी भ्लग चाहिँ यति नै, बाई बाई।